के तपाईलाई थाहा छ तपाईको श्रीमती वा प्रेमिकालाई कुन अङ्गमा छुँदा उनी मनैदेखि यौन सम्बन्धका लागि तयारी हुन्छन्? धेरै पुरुष साथीहरूले अझै पनि सोचिरहेका हुन्छन् कि यौन सम्बन्धका लागि स्तन अथवा योनिमा छुँदा नै महिलाहरू तयार हुन्छन्। तर साँचो कुरा के हो? साथीहरू, साँचो कुरा केही फरक छ। आउनुहोस्, भिडियो सुरु गर्नुभन्दा पहिला तपाईहरूले हाम्रो भिडियो कहाँबाट हेर्दै हुनुहुन्छ कृपया कमेन्ट गर्नुहोला। नमस्कार साथीहरू, आजको भिडियोमा हामी ती अङ्गहरूको कुरा गर्नेछौँ जुन तपाईले छुने बित्तिकै महिलाहरू यौन इच्छामा आफै जाग्ने गर्छन्। भिडियोलाई अन्तिमसम्म हेर्नुहोस्, तपाईको प्रेम जीवनलाई नयाँ दिशा दिनेछ। हामीमध्ये धेरै पुरुषहरूले सोच्ने गर्छौँ यौन सम्बन्ध भनेको केवल शरीरको मात्र कुरा हो। तर महिलाहरूका लागि यो कुरा सत्य होइन। यो त आत्मासँग पनि गाँसिएको हुन्छ। उनीहरू चाहन्छन् मायालु स्पर्श, कोमल शब्द र ध्यान दिने व्यवहार। हतारले मुख्य अङ्गमा मात्रै छुने हो भने श्रीमतीहरू अथवा प्रेमिकाहरू टाढा हुन सक्छन्। तर तपाईले मन बुझेर सही तरिकाले कोमल स्पर्श गर्नुभयो भने उनीहरू आफै नजिक आउँछन्। साथीहरू, यौन सम्बन्ध मनबाट सुरु हुन्छ। शरीर त केवल प्रेमको यात्रा मात्र हो। यहाँ यस्ता 5वटा जानकारी राखेका छौँ जसले तपाईलाई प्रेम जीवनमा सफल बनाउन सहयोग गर्छ। कुरा गरौँ 1 नम्बरमा। 1 नम्बरमा छ घाँटीको भाग। जब तपाईले हल्का उनको घाँटीको पछाडितिर स्पर्श गर्नुहुन्छ, त्यो एक मिठो तरङ्ग जस्तै शरीरभरि फैलिन्छ। धेरै महिलाहरू सोही ठाउँमा छुने बित्तिकै सहज रूपमा उत्तेजनामा आउन सक्छन्। नम्बर 2 मा छ कान र कानको पछाडिको भाग। कान नजिक छुनुभयो अथवा हल्का चुम्बन गर्नुभयो भने त्यो आवाज र स्पर्शले उनीभित्र केही फरक हुन्छ। त्यो फरक महसुस नै उत्तेजनाको पहिलो सङ्केत हो। नम्बर 3 मा छ काँध र कम्मर अथवा पिठ्यू। साथीहरू, काँधमा समातेर मायालु स्वरमा बोल्नुभयो, पिठ्यूमा हल्का हातले चलाउनु भयो भने उनी तपाईलाई सुरक्षित महसुस गर्छिन्। र जहाँ सुरक्षाको अनुभूति हुन्छ त्यहाँ प्रेम अझ गहिरो हुन्छ। अब 4 नम्बरमा कुरा गरौँ चुम्बन। चुम्बन एउटा यस्तो स्पर्श हो जसले महिलाहरूको मनलाई चुपचाप केही नबोले पनि बोले जस्तो लाग्छ। जब तपाईले प्रेमपूर्वक ओठ चुम्नुभयो भने उनीभित्रको प्रेम अझै बढ्छ। त्यसैगरी अन्तिम तथा 5 नम्बरमा कुरा गरौँ निधारमा चुम्बन गर्नु र कपाल पन्साएर हेरिदिनु। यो सङ्केत हो तिमी मेरो लागि खास हौ। र महिलाहरूलाई यही खास हुनुको अनुभूति गराउनु नै उत्तेजनाको सबैभन्दा सरल तरिका हो। साथीहरू, धेरै पुरुषहरू जति सक्दो छिटो यौन कार्यमा पुग्न चाहन्छन्। एकैछिनमा शरीर छुन्छन् अनि सोच्छन् अब उनी तयार भइन्। तर वास्तवमा यो गलत हो। साथीहरू, पढाइ नै नगरी सिधै परीक्षा दियो भने त्यसको परिणाम के आउँछ? सामान्यतया यो हामी सबैलाई थाहा भएको कुरा हो। महिलाको मन भनेको पानी जस्तै हो, बिस्तारै बिस्तारै तताउनुपर्छ। हतारमा कहिल्यै पनि उम्लिँदैन। यदि तपाईले मनदेखि प्रेम गर्नुभयो भने उनी तनदेखि तपाईमा समर्पित हुन्छन्। साथीहरू, यौन सम्बन्ध केवल भौतिक क्रिया मात्र होइन, यो दुई आत्माको समझदारी पनि हो। यदि तपाईले स्पर्श गर्नुभन्दा पहिला महिलाहरूको मन छुने प्रयास गर्नुभयो भने तपाईको सम्बन्ध सधैँ बलियो हुन्छ। साथीहरू, आजको यो सन्देशले तपाईलाई केही ज्ञान पक्कै दियो होला। तपाईको प्रेम जीवन अझ मिठास बनोस्, हाम्रो यही छ शुभकामना। यदि तपाईलाई हाम्रो भिडियो मन पर्यो भने लाइक अनि सेयर गर्न नबिर्सनुहोस्। साथीहरू, तपाईले अझै पनि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने कृपया हाम्रो च्यानललाई सब्स्क्राइब गरेर हामीसँगै जोडिनुहोस् ताकि यस्तै जानकारीमूलक भिडियो सबैभन्दा पहिला तपाईसम्म आइपुगोस्। भोलिखेरि हामी यस्तै जानकारीमूलक भिडियो लिएर आउनेछौँ। धन्यवाद।